यदि तपाईको मोबाइलको पनि ब्याट्री धेरै छिटो सकिन्छ भने यसको कारण यी 5 वटा सेटिङ गलत भएको हुन सक्छ। अहिले नै यी सेटिङहरू मिलाइहाल्नुहोस्। सबैभन्दा पहिले सेटिङ्समा जानुहोस्, त्यसपछि ब्याट्री खोल्नुहोस् र ब्याट्री युजेजमा ट्याप गर्नुहोस्। यहाँ कुन एपले सबैभन्दा धेरै ब्याट्री प्रयोग गरिरहेको छ भन्ने देखिन्छ। यदि कुनै एपले असामान्य रूपमा धेरै ब्याट्री खाइरहेको छ भने त्यसलाई अपडेट गर्नुहोस्, आवश्यक नभए हटाउनुहोस् वा त्यसको ब्याकग्राउन्ड गतिविधि सीमित गर्नुहोस्। यसले अनावश्यक रूपमा ब्याट्री खर्च गर्ने एपहरूलाई नियन्त्रण गर्न मद्दत गर्छ। अब पावर सेभिङ मोड अथवा ब्याट्री सेभरमा जानुहोस् र पावर सेभिङ मोड अथवा ब्याट्री सेभरलाई अन गर्नुहोस्। यसले ब्याकग्राउन्डमा चलिरहेका अनावश्यक कामहरू कम गर्छ र मोबाइलको पावर खपत घटाउँछ। त्यसैले ब्याट्री पहिलेभन्दा धेरै समय टिक्न सक्छ। अब सेटिङ्समा गएर डिस्प्ले खोल्नुहोस्। स्क्रिन ब्राइटनेस आवश्यकभन्दा धेरै नराख्नुहोस्, सम्भव भए अटो ब्राइटनेस प्रयोग गर्नुहोस्। त्यसपछि स्क्रिन टाइमआउटलाई 30 सेकेन्डमा सेट गर्नुहोस्। यदि तपाईँको मोबाइलको डिस्प्ले एमोलेड हो भने डार्क मोडलाई अन गर्नुहोस्। मोबाइलको स्क्रिनले सबैभन्दा धेरै ब्याट्री प्रयोग गर्ने भएकाले यी सेटिङले ब्याट्री बचाउन धेरै मद्दत गर्छ। अब सेटिङ्समा गएर एप्स खोल्नुहोस्। धेरै ब्याट्री प्रयोग गर्ने एप छान्नुहोस्। ब्याट्रीमा गएर त्यसको ब्याकग्राउन्ड एक्टिभिटीलाई रिस्ट्रिक्ट गर्नुहोस्। यसो गर्दा ती एपहरूले ब्याकग्राउन्डमा अनावश्यक रूपमा चल्न पाउँदैनन् र ब्याट्रीको खपत कम हुन्छ। यदि तपाईँको मोबाइलमा 90 हर्ज वा 120 हर्ज रिफ्रेश रेट छ भने सेटिङ्स, डिस्प्ले, रिफ्रेश रेटमा जानुहोस्। त्यसपछि स्ट्यान्डर्ड वा 60 हर्ज चयन गर्नुहोस्। यसले स्क्रिन कम पटक रिफ्रेश गर्ने भएकाले ब्याट्रीको खपत पनि कम हुन्छ। अब अन्तिममा बोनस सेटिङ। सेटिङ्समा गएर एकाउन्ट्स वा युजर्स र एकाउन्ट्स खोल्नुहोस्। त्यसपछि अटो सिङ्कलाई अफ गर्नुहोस्। अटो सिङ्क बन्द भएपछि इमेल, फोटोज, कन्ट्याक्ट्स र अन्य एपहरूले बारम्बार ब्याकग्राउन्डमा सिङ्क गर्दैनन्। यसले ब्याट्रीसँगै मोबाइल डाटा पनि बचत गर्न मद्दत गर्छ। तर ध्यान दिनुहोस्, यदि तपाईँलाई इमेल वा अन्य अपडेट तुरुन्तै चाहिन्छ भने यो सेटिङ आवश्यक पर्दा फेरि अन गर्न सक्नुहुन्छ। यी 5 वटा मुख्य सेटिङ र यो बोनस सेटिङ मिलाएपछि धेरैजसो एन्ड्रोइड मोबाइलमा ब्याट्री ड्रेनको समस्या समाधान हुन्छ। तपाईँको मोबाइलमा ब्याट्री ब्याकअप बढ्यो कि बढेन तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र यस्तै उपयोगी मोबाइल टिप्सका लागि सेल्फ टेक्नो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।